यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। पाप र यस्तोवादको लालसा चाहिँ पवित्र आत्माको विरुद्धमा हुन्छ र पवित्र आत्माको इच्छा चाहिँ पाप र यस्तोवादको विरुद्धमा हुन्छ। त्यही भएर हरेक समय हामीले चाहिँ पवित्र आत्माको इच्छालाई पुरा गर्नुपर्दछ। यदि साँच्चैकै हामी स्वर्ग जाने हो भने चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्ने भने अनन्त जीवन पाउने भने मुक्ति पाउने भने चाहिँ हामीले चाहिँ पवित्र आत्माको इच्छा अनुसार परमेश्वरको वचन अनुसार जिउन जरुरी छ। हालेलुया हालेलुया हालेलुया। अनि हामी जे गर्न चाहन्छौँ त्यसबाट हामीलाई रोक्नको निम्ति चाहिँ यी चाहिँ एक अर्काको विरुद्धमा हुन्छ। त्यही भएर हरेक समय चाहिँ हामी पवित्र आत्माद्वारा हिँड्नुपर्ने हुन्छ। पवित्र आत्माको आवाज अनुसार हामी हिँड्नुपर्ने हुन्छ। हालेलुया हालेलुया। पवित्र आत्मालाई अगाडि राखेर हामी चाहिँ पछि पछि पवित्र आत्माको पछि पवित्र आत्मा अनुसार उहाँले जता लानुहुन्छ उहाँ अनुसार हामी हिँड्नुपर्ने हुन्छ। हालेलुया हालेलुया। गलाती 5:17 यसरी लेखेको छ, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन् अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यी चाहिँ एक अर्काको विरुद्धमा हुन्छन्। हालेलुया। पिता पुत्र पवित्र आत्मा येशू ख्रीष्टको जय होस्। हालेलुया। अनि हरेक समय चाहिँ हामी पवित्र आत्माद्वारा हिँड्न जरुरी छ। हालेलुया हालेलुया हालेलुया। यदि हामी पापमय स्वभावको चाहिँ हामी लालसाहरूलाई इच्छाहरूलाई चाहिँ इन्कार गर्न चाहन्छौँ, विरोध गर्न चाहन्छौँ भने हामी चाहिँ हरेक समय पवित्र आत्माद्वारा हिँड्नुपर्छ। हालेलुया हालेलुया हालेलुया। पिता पुत्र पवित्र आत्मा येशू ख्रीष्टको जय होस्। हालेलुया।